के छौ घैते ठिकै छौ साइला के आजकल गर्नु निकै हुस्टा फुस्टा देखिन्छ त हुस्टा त हुनु पर्यो नि ऊ केटा हो अब के गर्नु अब आफ्नो त छोरा पनि जापानमा छ आज आउँदैछ घर तिमीहरू चाहिँ के गर्दैछौ छोरा तेरो छोरा जापान गयो हाम्रो जापान जानुपर्ने बेलामा जक्सन जान्छ जक्सन जक्सन भनेको चाहिँ के हो केटा जक्सन कपालमा हरियो रातो सेतो पहेँलो कस्तो कस्तो कलर लगाएर माल फुक्दै हिँड्छ केटाहरू तिम्रो छोराहरूलाई तिमीहरूले सानैदेखि बिगारेको हो क्या केटा अहिले मेरो छोराहरू मैले सानोदेखि कडा गरेर जापान गएर आएको छु 5 वर्ष पछाडि तिम्रो छोराहरू अहिलेसम्म देखिरहेको छैन प्यापे भएर तेरो छोराले गर्नुसम्म गरो गर्दैन त नि बाउ हेर्न बाउ अलिकति कडा गर्नुपर्छ क्या छोराछोरीलाई आज आउँदैछ आइपुग्ने बेला पनि भयो होला मेरो छोरा हङकङमा खाने थिएँ मैले रोटी जापानबाट आइपुगेँ म चेप्टी मास्टरले बाउ के हो गाउँभरिको भुसियाहरू ल्याएर त के हो अनि चलपल हामिदिरहेको बाउ सुडो भएन ल यो चाहिँ अलिकति तरिका ए घैते तेरो छोरालाई तैँले यस्तै संस्कार दिएको तेरो छोराको ताल्ने हेर केटा हो अब भर्खर जापानदेखि आएको छ अलिअलि एटिट्युड त भइहाल्छ नि हुँदैन र 5-5 वर्ष पछाडि पैसाको बिट्टो कमाएर आएको छ अब तिमीहरूसँग पैसा छैन त हल्का दिनु पर्यो नि अब मलाई चाहिँ छोराले सुकेसभित्र ले न त बिहान छोरा चाहिँ मलाई लागेको That's so